हेलो सो गाइस वेलकम टु माई ब्लग हैन आया म सन्चै छु तपाईहरु पनि सन्चै हुनुहुन्छ होला हैन आज हामी सुकेको डाँडाखाली भन्ने ठाउँमा जाँदै छौं A few moments later. हेलो गाइज अहिले चाहिँ हामी डाँडाखालीदेखि हिँडिसकेको छौँ ट्र्याकको लागि हेर्न सक्नुहुन्छ यहाँको जङ्गलमा हाम्रो बुढो भाइ हुनुहुन्छ कान नसुन्ने म पनि यहाँ चाहिँ ट्र्याकको लगाएर हाम्रो बारे गाउँले टुको सुटिङ यही हुनेवाला छ यहाँ आउनुला अक्सर हेर्न सक्नुहुन्छ यतातिर भोबाल भन्दा लास्टै बवाल छ कि यो उदय चाहिँ फर्स्ट टाइम आउँदैछ यस्तो गाउँमा खोइ बवाल लाग्यो भन्छ हाम्रो लागि त नर्मल हो यो कि होइन होइन 12 मुभीमा मैले भाइ बच्चाहरूलाई सुटिङ यही गरेको थिएँ मैले है राम्रो लाग्छ कि नभनिदिनु पर्यो ल एकदम सुन्दर ठाउँ मैले भन्दा सुन त होइन अबको जति मुभीहरू बन्छ सबै सुटिङ यही होस् भन्ने मलाई चाहन्छु है त्यसैले जति फिल्म बनाउँछन् सुटिङ गरेर आऊ हुने यहाँ अब यस्तो पनि पाउँदो रहेछ यस्तो पनि पाउँदो रहेछ यसको बाबा ठुलो पहिला चाहिँ बुढो बाघ उदय बाघ चाहिँ यहाँ खाल बस्थ्यो अरे आजभोलि चाहिँ अलि हामीसँग हिँडेर अलि फुर्ती फार्ती भए खाना पाएको छ सल्लाहघारीमा लड्के पनि त भेग्यो त्यो सल्लाह छ मजा आउँछ भाइ ल लरीबरी खेल्नु हजुर लरीबरी खेलिदिनुहोस् न म भिडियो बनाइदिन्छु मेरो जस्तो कस्तो मलाई सात भन्ने राख्दैन त्यस्तै छ उहाँलाई चाहिँ जङ्गलमा आएको मान्छेहरूले कसरी जाने त कसरी हिँड्ने भनेर सिकाउनुहुन्छ उहाँले उहाँदेखि चाहिँ हजुरले केही ज्ञान गुण पाउन सक्नुहुन्छ फाइनल गाइज अब हाम्रो भ्लग चाहिँ तल गएर सुरु हुन्छ अहिले चाहिँ यहीँसम्म गर्न चाहे होइन